नमस्कार साथीहरु, म पोस्टर भाइले तपाईहरुले हेरिसक्नुभएको होला सायद नहेरेको होइन अहिले धेरैभन्दा धेरै भाइरल भइरहेको भिडियो 7.2 भिडियोलाई तपाईले कतिको हेर्नु भएको छ हेर्नु भएको छैन भने हेर्न सक्नुहुनेछ। गगल गरेर साथीहरु भाइरल हुनुको मुख्य कारण यस्तो परेछ साथीहरु। उसकै मुखबाट उही महिलाको मुखबाट सुन्नुहोस् है त्यो भिडियो हेर्नु त अन्त्यसम्म हेर्नुहोस् यो भिडियो। च्यानललाई सब्स्क्राइब गर्न लाग्यो भने च्यानललाई सब्स्क्राइब गरिदिनुहोस्। र यो म भिडियो किन बनाउँदैछु भन्दाखेरि मलाई बनाउनु मन थिएन। किन बनाएको भन्दाखेरि चाहिँ जति पनि कमेन्ट गर्नुभएको छ दाजुभाइ दिदीबहिनी सबैजनालाई एउटा सानो मेसेज मेरो तर्फबाट। धेरैले बोल्नु भएको छ मेरो फेक अकाउन्ट बनाएर, अनि धेरै मान्छेले बोल्नु भएको छ मेरो यस्तो भिडियो देखेर होइन। कतिले राम्रो बोल्नु भएको छ, कतिले नराम्रो तरिकाले बोल्नु भएको छ। आई एप्रिसिएट, म सबै एप्रिसिएट गर्छु होइन। मेरै नाममा बनिएको छ, थ्याङ्क यू। मेन कुरामा भन्नु आएको चाहिँ सरी म बिर्सिहाल्छु होइन, सरी। कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ ऊ मेरो पास्ट थियो, ऊ नभन्नुहोस् whatever। अनि पब्लिक नगर्नेको कारण है त मेनली ऊ मेरो पास्ट भयो होइन। ओके, मैले मिस्टेक गरेँ, त्यो मलाई राम्रोसँग थाहा छ र गल्ती गरेपछि मलाई झुक्न पनि आउँछ है। तर यो बेला चाहिँ मैले रुएर कराएर भन्दाखेरि पनि मलाई चाहिँ हाँसेर बस्न सही लाग्छ होइन, डटेर बस्न सही लाग्छ। एन्ड पब्लिक नगर्नेको कारण चाहिँ अनि केस फाइल नगर्नुको कारण चाहिँ यो मेरो पास्ट है। अनि कोले याद गर्नुभयो होइन। अब सबैले भिडियो त हेरिसक्नुभयो होला होइन। यत्रो मेरो बारेमा बोल्ने केही बुझेर बोल्नु भएको होला नि त होइन। बुझेरै मलाई राम्रोसँग पहिलादेखि चिनेर बोल्नु भएको होला कतिले होइन। अनि त्यो भिडियो एकचोटि मजाले हेर्नुभएको छैन भने प्लिज गएर एकचोटि फेरि हेरिदिनु होला। जुन मेरो हातमा ट्याटु छ, यो मेडिसाको आई गट दिस ट्याटु 1 वर्ष अगाडि है। अनि त्यो भिडियोमा हेर्नुहुन्छ भने त्यहाँ मेरो यो हातमा यो ट्याटु छैन। एन्ड कहिलेको कुरा हो त्यो त मलाई एक्ज्याक्टली थाहा हुन्छ नि त। मैले यो कुरा मैसँग मात्र राख्नु खोजेको थिएँ, बट अनफर्चुनेटली हो कि फर्चुनेटली आई डोन्ट नो। अब सबैले भन्छ जे हुन्छ राम्रो लागि हुन्छ। मलाई आत्तिन आउँदैन कुनै पनि सिचुएसनमा, मेन्ने कुरा चाहिँ है। अनि मलाई आत्तिनै आउँदैन क्या है। अब होइन नराम्रो त लाग्छ होइन। अनि कतिले एकछिन मलाई फेरि एउटा कुरा के दिमाग सर्दियो क्या, नराम्रो कमेन्ट एउटा याद गरिहालेँ फेरि मैले होइन। भन्नुभएको छ तिम्रोहरूको थाहा छैन र हामीलाई, तिमीलाई नचिनेको र ब्रो के थाहा छ तिमीलाई, केही पनि थाहा छैन है। सो बेटर हुन्छ है कसैको बारेमा केही नबुझी केही थाहा नभइकन चाहिँ प्लिज कसैले नभएको कुरा चाहिँ नफैलाम होइन। अनि जतिले पनि नो ब्रो मेरो बाहिर आयो, मेरो भिडियो आउट भयो होइन। अब एक्सपेक्ट गरिरहेको थियो होला मर्छ सिकन डाई भनेर। फक नो बडी म चाहिँ यस्तो नो आम चिल गर्ल होइन। अब लास बचाएर स्ट्रङ गर्ल होइन, लास बचाउनु भन्छ पनि भनेको थियो। अनि त्यो कमेन्ट चाहिँ केटीले गरेको थियो क्या, सुन बहिनी यता सुने तिम्रो लागि सानो मेसेज होइन। तिमीले पनि गरेको होला, भन्दिनँ गरेको छौ भनेर, गरेको होला गर्न सक्ला होइन। प्लिज के भन्छ बी अवेर होइन, ख्याल राख्नु। अब मेरो इन्सिडेन्ट देखेपछि त तिमीले डेफिनेटली त्यस्तो गर्दैन। यो चाहिँ एउटा चेतनामूलक नै भयो। मेरो यो जुन भिडियो बाहिर आयो त्यसले चाहिँ आई होप सबैजना खुसी हुनुहुन्छ होला होइन। अनि म के भन्छु भनेर आएको थिएँ, मैले बिर्सेँ क्या के बोल्दैछु मलाई के थाहा छैन। तर म यति कुरा चाहिँ भन्छु, फेक अकाउन्टहरू धेरै क्रिएट भएको छ मेरो। अहिले होइन पहिलादेखि हुन्थ्यो, तर पहिलाको भिडियो मेरो पहिला मेरो मैले जुन भोइसँग म भिडियो बनाउने गर्थेँ होइन, त्यो डाइरेक्टली कसैलाई म के अरे डेडिकेट गरेर बनाउँदिनँ थिएँ। त्यो भिडियोहरू चाहिँ अहिले जाँदैछ होइन। मेरो फेक आइडी बनाएर के भन्छ म भएर चाहिँ यस्तो प्लिज म त्यस्तो त्यो के अरे विचार भन्ने टाइपको छैन है।
मेनली कुरा चाहिँ अनि बी स्ट्रङ कमेन्ट देखिरहेको छु मैले म स्ट्रङ छु थ्याङ्क यू सो मच तपाईँहरू सबैजनालाई कतिले राम्रो कमेन्ट गर्नुभएको छ